देखिरहेको छिन हालै अब रेडी गरेर चाहिँ सब सेम भुत्ने देख्यो है तँलाई त अहिले चाहिँ मेरो मेकअप चाहिँ भइसकेको छ अनि अब मेरो केस बनाउनु बाँकी छ अनि यहाँनिर हुन्छ मेरो केस बनाउने मान्छे अनि मेकअप पनि गर्ने हैन कस्तो पोज नपोज देखिरहेको छिन हालै आजको मेकअप आर्टिस्ट चाहिँ म हो अन्त अलमोस्ट अब बहिनीको मेकअप चाहिँ मैले सकिसकेको छु अर्डरको चाहिँ अब हेयर स्टाइल गर्नु छ होइन अन्त अब म हेयर स्टाइल पनि बनाइदिन्छु बहिनीको होइन तपाईँहरूलाई देखाउने छु आज चाहिँ अब बहिनीको चाहिँ फेयरवेल छ अन्त के गर्नु मेरो चाहिँ छैन मलाई चाहिँ सब्जी रुनु मन पर्दैछ मैले चाहिँ फेयरवेल पाएन भनेर चाहिँ हो के गर्नु म जानु पनि सक्दिनँ नि त किनभने चाहिँ अब मलाई कसले फेयरवेल दिन्छ के खानु जे खाऊँ न अन्त तिमीले अब म चाहिँ मजासँगले बहिनीको कपाल सबै बनाइदिन्छु हो सबै कुरा अलिअलि हाल्छु मिक्स गरी ल आफू जानु नपाए भए पनि अब बहिनीलाई त राम्रै बनाएर पठाउनु पर्यो होइन केही नै हाल्दैन अन्त चाहिँ टक्कसँगले मेकअप गरिदिन्छु तिमीलाई पनि देखाऊँ यहाँ चाहिँ हाम्रो रेनुका सब्जी अब रेनुकाले चाहिँ सब्जी बनाउनु आँटेको छ हो एउटा चाहिँ भुत्नी जस्तै है सेम भुत्नी देख्यो है तँलाई त ए फेरि यहाँ बस्यो चाहिँ राम्रो देख्दछ यहाँ चाहिँ कालो देख्दछ अघि चाहिँ मैले सोचेँ कि त्यहाँ बसेर चाहिँ म चाहिँ फिल्टर लगाएको जस्तो देखिरहेको छ आज त यो दिदीले मेकअप गरिदिएको अन्त अब भनेपछि यो कालो चाहिँ हाम्रो कलेज जान्छ होइन अनि म चाहिँ यहाँनिर छु अनि हिँडिसकेको होइन आज गरम भइरहेको छ आज चाहिँ हाम्रो फेयरवेल छ डिपार्टमेन्टको अनि यहाँनिर चाहिँ हाम्रो रेडी हुँदैछ होइन साथीहरू अनि हिँडिसकेको छु यस्तो राम्री भएको छ यस्तो राम्री भएको छ ननिकाल्नु भएको छैन होइन लगाइदिउँ साथीहरू आइसकेको छ सो अनि हामी यहाँ बसिसकेको छु अनि आज हाम्रो लागि चाहिँ यहाँनिर मैले देख्दैछु स्वागत र नम्र अभिवादन। यो कार्यक्रम एकतर्फ खुसीको क्षण हो जहाँ हामीले हाम्रो प्रिय दाजुदिदीहरूको योगदानको सम्मान गर्न पाएका छौँ। बाटोमा तिमी सधैँ अघि बढ।
मैले भिडियो मात्रै बनाएको ल तिमी चाहिँ फोटो खिच ल भिडियो मात्रै बनाइदिएको तिम्रोबाट सबै खिच होइन Ruanau rota. Boleh mana sah? Boleh untuk mana ni? विश्वास गरेका बाटोहरू अल्झिन पनि सक्छ जीवनको युद्ध क्षेत्रमा हामी एक्लै आजसम्म साथीहरू सम्झेर विश्वास डक्टरौला बुढी बतासौला यस लाग्ला बाधा र अडचन पछिल्ला बिचरी बट्नु नपाउने माया एकै रङको सन्देश आज यो क्षणमा छुटिनु पर्छ सन्देश कहाँ भुल्ती रमाइला सम्झनाहरू तपाईहरुका ती बोली जाना मुहारहरू तपाईहरुको साथले पाएका थियौं हामीले दिशा अब ती सम्झनाले सधैँ बगाउँछ हृदयको नदीका शिशा विदाई त केवल शब्दमा मात्र हो साँचो शब्द त रहिरहन्छ हृदयभित्रको गाँठो यात्रा अघि बढ्दा बाटो फरक होला तर सम्बन्ध हाम्रो अटुट रहनेछ कहिले नटुट्ने फुल जरी फुलिरहनेछ शुभकामना छ तपाईहरुको जीवन सुखद बनोस् हर पाइलामा सफलताको उज्यालो सजोस् विदाईको पल बोल्यो अलिकति पीडादायी त हुन्छ तर हामी भन्छौँ फेरि भेटौँला भन्ने मैले यस्तो दुःख गर्नु पर्थेन नि तिमीलाई त म अभियसली देखाउने छु खाऊ त खाऊ न छिटो खाऊ न खाऊ न भनेको च्याउ मेरो भात देख्छौ ए सरी मिठो भाषा थ्यांक यू टाटा तिमी त साह्रो कम्ती खाँदो रहेछौ नि त मैले रोज्दैन रहेछ है सक्यो फिनिस हो न सक्यो बाई बाई थ्यांक यू